हाम्रो त बस्ती उठाउन आट्यो अरे भनेर चाहिँ गीत गाइराखेको रहेछ हैन। बरु मेरो लास उठोस् तर मलाई विश्वास गर्ने जनताको भाष नहोस्। मैले तपाईहरुलाई नम्बर दिनु पर्यो। त्यो 72 सालदेखि 10-10 वर्ष रोकेर राखेको कुरालाई त्यत्रो निर्णय गरेर चाहिँ नै अगाडि बढिराखेको छु। फेरि अब हर्क साम्बाङले नै बस्ती उठाउँछ अरे भन्छ। म फेर्दाखेरि म बस्ती उठाउने खालको देखिन्छु। जितेको दिनदेखि तपाईहरुसँगै छु त हौ। तपाईहरुको सुँगुरखोर कुखुराखोरमा लार्वा छ कि छैन भने मारेर मार्ने आउने मेरो हैन म। बस्ती उठाउने मान्छे त यहाँनिर 15 जना पुलिस लिएर आउँछ। कालो खालको गाडीमा सलल्ल आउँछ। टक्क छैन साट गएर उता हेर्छ। तपाईसँगै छु हैन। प्रशासनिक कुराहरुमा केही कमी कमजोरीहरु यदि भएको छ भने त्यसलाई हामी सच्याउँछौं, केही छैन। तर यति कुरा बुझ्नुस् हैन, तपाईहरुले मलाई छोड्नुहुन्छ होला तर म तपाईहरुलाई कहिले पनि छोड्दिन है। तपाईहरुको साथमा कहिले पनि छोड्दिन। त्यो मान्छे हो म हैन। अनि तपाईको चाहिँ नि मन दुखाएर, तपाईलाई रुवाएर, तपाईलाई तडपाएर म चाहिँ के बन्ने हो र? म महाराज बन्ने हो र? ठुलो महाराजा धीराज बन्ने हो र? अमर बन्ने हो र? म पनि मरेर जान्छु नि एक दिन, जान्दिन र? भन्नु त हो कि भन्नु न हो। अनि बाँचुन्जेल मैले राम्रो काम गर्ने कि मान्छेको मन दुखाउने, यो चिजहरु छ। त्यसले गर्दाखेरि चाहिँ शंका उपशंका गर्ने कुरा, यस्तो उस्तो भन्ने कुराहरुको पछाडि तपाईहरु नलाग्नका लागि म अनुरोध गर्न चाहन्छु। हामी सधैँभरि सँगै छौं है। तपाईहरुले साँच्चै ल धरानको इतिहासमा त हैन, नेपालकै इतिहासमा, संसारकै इतिहासमा यस्तो जनप्रतिनिधि पाउनुहुन्न कि जो जितेको दिनदेखि तपाईसँगै छ क्या हैन। तपाईको चाहिँ तपाई के अरे डेङ्गु लागेर बिराम हुँदाखेरि तपाईको निधार छाम्दै दबाई बाँड्दै हिँड्ने मेयर होइन म। तपाईको घरमा पानी नआउँदाखेरि हैन, भिरमा झुन्डेर पानीको पाइप ल्याउने मेयर हो कि हैन म। अनि त्यो पानी चाहिँ कसको लागि ल्याउने त? तपाईहरुको बस्ती चाहिँ उठायो भने चाहिँ कसलाई पाउने अरे? त्यसले स्विमिङ पुल बनाएर एक्लै खेल्ने हो र? म सुँगुर जस्तो भैँसी जस्तो हाल बस्ने हो र? तपाईहरुको लागि हो नि त्यो हैन। समान लाग्छ मान्छेको आराम है। त्यस्तो पछाडि नकुद्नुहोस् तपाईहरु। हर्क साम्बाङलाई चिन्नुहोस्। पहिलो कुरा चाहिँ म कस्तो मान्छे हो हैन। मेरो पछाडि लाग्नुपर्छ भन्ने पनि छैन। मलाई चिन्नुहोस् है, मलाई चिन्नुहोस्, चिन्ने कोसिस गर्नु। म जनताको मर्मसँग हैन धेरै नजिकबाट जोडिएको मान्छे हो। तपाई पनि मेरो मर्मसँग जोडिनुहोस्। हो बोली रुखो छ, छुचो छुचो खालको छु, त्यस्तै चाहिन्छ पनि हैन, चाहिन्छ पनि। तर मेरो मनमा कसैप्रति पाप छैन। र तपाईको बास उठाएर मैले भन्छु नि हैन, एउटा मेरो भनाइ निकै भाइरल भएको छ त हैन। बरु मेरो लास उठोस् तर मलाई विश्वास गर्ने जनताको भाष नहोस् है हैन। कति वर्ष तपाईको छैन यहाँहरुले यहाँ पीडित भएर बस्नु परेको छ। अझै पनि धेरै वर्ष पीडित भएर बस्ने हो कि यसलाई चाहिँ निकासतर्फ लाने हो भन्ने कुरा हो। म चाहन्छु निकासतर्फ लानुपर्छ हैन, निकासतर्फ लानुपर्छ। मैले कोशी प्रोजेक्टको जग्गा भनेर धरानमा थुप्रो जग्गा रोकेर राखेको रहेछ। त्यसमा नम्बर नदिएको रहेछ है। त्यहाँनिर नम्बर दिनुपर्छ भनेर निर्णय गरेको मैले। र यहाँहरुले तपाईको चाहिँ नि अब धमाधम ती ठाउँहरुमा तपाईहरुले चाहिँ घरको नम्बर पाउनुहुन्छ। यहाँको घर सूचीकरणमा जानुपर्छ र घरको नम्बर र सूचीकरण भइसकेपछि थोर बहुत तपाईले पनि ट्याक्स तिर्नुहुन्छ। तपाईले ट्याक्स तिर्नु भयो भने बल्ल यहाँ पिच बन्छ हैन। म त सिधा सिधी बोल्ने मान्छे हो। त्यसले गर्दाखेरि अब यो धुले बाटोमा हामीले पिच बनाउने कि नबनाउने? बनाउने हो भने हामीले सकेको थोर बहुत हामीले चाहिँ नि हैन ट्याक्स तिर्नुपर्छ भन्ने मान्यता म राख्छु।